तर उहाँहरूले त आफ्नो हक अधिकारको लागि आफ्नो स्यालेरीको लागि आफ्नो पेटको लागि गरेको भन्ने हुन्छ नि त्यो कुरासँग हामी पनि हेर्नुहोस् यी महानगरको कर्मचारी हो हैन त्यो कति राजनीतिक भाषाहरू हामी बोल्दैनौँ बोल्न पनि पाइँदैन हामी कर्मचारी सीमाभित्रबाट बोल्ने हो कार्यालयको सुरक्षा गर्ने जिम्मा हाम्रो त्यो त्यसै लागि बस्छ राजनीतिक भाषा बोल्दैन भन्दै गर्दा फेरि प्रमुख प्रशासकीय अधिकारीलाई छिर नदिन्छ त्यो चाहिँ राजनीति भएन र सर अब के हुन्छ खै यसको एन्सर दिनु भएन त सर के भएर त्यो नगर प्रमुख सर प्रहरी प्रमुख सर त्यसको एन्सर दिनु भएन त यस विषयमा तपाईको म पछि कुरा गर्छु हैन अहिले भन्नु न लाइभमा भन्नु न एन्सर त अहिले दिनु पर्यो नि सर तपाईले राजनीतिक घटनाक्रममा जोडिन भन्दा भन्दै यो छिर्नु नदिनु पनि एउटा राजनीतिक उ भएन र हामीलाई स्पष्ट आदेश छ कार्यालयको आदेश हामीलाई चाहिँ कार्यालयले दिएको आदेश त्यो अक्षरशः पालन गर्छ हामीले पनि त 3 महिना तल पास तर हामी हाम्रो कर्तव्यको बाहिर छैन तपाईले कार्यालयले दिएको भन्नुभयो कर्तव्यबाट कहिले पनि हामी पछाडी हट्दैनौँ हामी कार्यालय 6 महिना भोकै बस्नुपर्छ 1 वर्ष बस्नुपर्छ तै पनि हाम्रो कर्तव्य छोड्दैन कार्यालय भनेको त्यही हो त्यसैले प्रहरी भनेको हामी कार्यालयको सुरक्षा गरी हाम्रो जिम्मा हो सुरक्षासँग सम्बन्धित विषयहरू भयो भने हामी कसैलाई पनि नआउन दिन सक्छौँ हामी सुरक्षाको जिम्मा लिइसकेपछि सुरक्षा थेट भयो भने जुनसुकै पदाधिकारी पनि हाम्रो जिम्मेवारी हो त्यही नै हो त्यसरी बुझ्नु होला प्रमुख प्रशासकीय अधिकारी चाहिँ थेट हो कार्यालयले दिएको आदेश भन्नुभयो उपमेयरज्यूले त फेरि छिर्न दिने भनिरहनु भएको छ कार्यालय भनेको मेयर साहब मात्रै हो हाम्रो उहाँसँग मेरो कुरा भइसक्यो गजिलो ब्याक गर्छु हामीलाई कमसे हावा त खानदिनुहोस् हावा त खानु मिल्छ भिडमा प्लिज ब्याक गरिदिनुहोस् प्लिज अब ब्याक भइदिनु त ब्याक भइदिनु